ल तपाईहरुलाई जयमसी गुड आफ्टरनुन। आज तपाईहरुले कहाँ छ भनेर सोच्नुहुन्छ होला। हाम्रो नेपाली होसना मण्डलीको भाइ सन्तोष साङपाको घरमा छु र तपाईहरुले भाइको चर्चमा गएर यहाँ म घरमा आएको छु यसो घरको भिजिटको लागि र यहाँ भाइको यसो तपाईहरुले हेर्न सक्नुहुन्छ केराबारीहरु अनि यहाँनिर यसो यो के अरे अर्गानिक मकैहरु देख्न सक्नुहुन्छ, लिचीहरु त्यस्तै रहेछ। ल यहाँ भाइको घर पनि देखियो, यसो घर पनि यता देखाइदिनु होला। यहाँनिर कति यो 300 चाहिँ घर पनि रहेछ। लिची पनि होला नि, लिची हो हजुर, लिची गाडी रहेछ, लिचीको बोटहरु। घाम पनि लागेछ। यता चाहिँ अब केरा घारी सुपारी घाडी रहेछ। यो त मोरिङ्गाको फुल त है हो मोरिङ्गाको साथी हाम्रो कुकुरहरू पनि कतामा भाग्यो। भाइ अब यहाँ सन्तोष भाइ म यहाँ घर भिजिट गर्न आएको छु। आमासँग भेट भयो, बाबासँग भेट भयो, चर्च सेवा पनि सकियो। फेरि अब अर्को हप्ता आउने कोसिस गरिँदैछ। बाबा चाहिँ उता बारीमा हुनुको रहेछ। भाइको चाहिँ वरिपरि घरहरू पनि देखाइदिनु पऱ्यो। ल हुन्छ त पर्सिदिनुहोस् न खाना हुन्छ। त्यो रातो धेरै छेउमा पोस्ट छ नि। यो एरियामा चाहिँ अलि हाइटमा पऱ्यो कि अर्किडहरू हुँदो रहेछ त। पाहाडको फुल अर्किडहरू हो रहेछ। यो पनि के हो? यो फेरि यो पनि अर्किडै हो? यो चाहिँ सिम्पल हो। यो त फुलहरू पनि किसिम किसिमको रहेछ हैन हो। यो त अनि दमकभन्दा त अलिक हाइटमा छ। फुलहरू पनि यसरी फुलेको रहेछ। लौ त अब कुकुरहरू पनि सेतो सेतो कुकुरहरू। ल एरिया कम्पाउन्डहरू यस्तै रहेछ हाम्रो सन्तोष भाइको आज घरमा छ भिजिट। वरिपरि बाख्राको खोरहरू पनि रहेछ, कुखुरा पनि रहेछ। ए ल हाम्रो सन्तोष भाइको घरको एरिया त ठुलो रहेछ। ल पछाडिपट्टि केराबारीहरू पनि रहेछ। ए ल ल यो चाहिँ हाम्रो घर भाइको घरको पछाडि भाग। यहाँ तल यो राँगाहरू पनि रहेछ। ए सुँगुरको बच्चा पनि पो रहेछ क्या यो। ल ठिक छ, एरियाहरू निकै ठुलै रहेछ। यता के छ हौ? ल भाइको केराबारीहरू, लिची पनि रहेछ, लिची घारी, केरा घारी, के हो यस्तो यो। ल एकदम ठिक छ बस्नुको लागि, स्वास्थ्यको लागि चाहिँ एकदम ठिक रहेछ है। ल ठिक छ। ल हाम्रो यहाँ सन्तोष भाइको बाबा धेरै पर हो। यो अलिक वर बाँध्छौँ हामी सबै हो। पर बनिन्छ 18 मिनट तपाईँ के रहेछ यो चाहिँ हजुर खासै? के गरे त्यो बुढाले बाँधेपछि मोरिङ्गाको फुल पनि रहेछ। यो वर्षमा एकपल्ट फुल्छ अनि यो फुलबाट चाहिँ यो मोरिङ्गाको फल पनि फल्छ। यहाँ रहेछ वर्षमा एकचोटि मात्रै फुल्ने फुल हो। यो चाहिँ मोरिङ्गाको रुख रहेछ। ल यहाँ चाहिँ सबै कुरै रहेछ है, बारी सुपारी। ल फेरि भेटौँ ल, जयमसी।